हेलो गाइज, यही हो है हाम्रो आज क्लास हुने बिल्डिङ चाहिँ। अनि हामी एकदम कस्तो भयो, हाम्रो नर्भस फिल भइरहेछ गाइज। भइरहेछ नि अलिअलि। कस्तो कस्तो फिल भइरहेछ भनौँ न त। आज फर्स्ट डे क्लास। के भन्नु है, म चाहिँ नर्भस फिल भएको छैन है, किनभने मलाई कोरिन आउँदैन। उहाँहरूले चाहिँ अलिअलि भए पनि पढ्नु भएको छ। उहाँले चाहिँ अलिक धेरै पढ्नु भएको छ। उहाँले चाहिँ अलिअलि पढ्नु भएको छ। उहाँहरू सबजनाले अलिअलि भयो नि पढ्नु भएको छ। म चाहिँ 0 लेभलदेखि स्टार्ट गर्न आएको मान्छे, त्यही भएर म नर्भस फिल भएको छैन है। म नर्सरीदेखि पढ्न आएको यहाँ। किपिङ टच म भन्दै गर्छु। हाम्रो पढाइ हुने बिल्डिङ चाहिँ उयो 3 नम्बर लेखेको बिल्डिङ छ नि, यो बिल्डिङ होला पढाइ हुने बिल्डिङ चाहिँ। यत्रो ठाउँ चाहिँ यार हामी संसार घुमेर वहाँ उता घुमेर आएको नि, क्लास कुनमा हो थाहा नभएर। त्यही भएर हामी साथीलाई सोध्दै आइपुग्यौँ यहाँनिर। अब हामी उयो बिल्डिङमा पढ्छौँ। ब्रेक भयो भने म तपाईँहरूलाई फेरि खबर गर्छु ल। 4 घन्टा पढाइछु, 4 घन्टा केही खाएको छैन, भोक लागिसक्यो अहिले। 4 घन्टा कसरी बस्ने। आधी घन्टाको ब्रेक भयो भने पनि रुममा खुल्ला गरेर एउटा चाउचाउ बोकेर आएको। आधी घन्टा किचन नजिकै छ। किचनमा गएर भात भुटेर खाएर आए नि हुन्छ। ल गाइज, बाई बाई, किप इन टच।